एक साँझको कुरा थियो। आकाश बादलले ढाकिएको थियो। न त वर्षा न त पूर्ण उज्यालो। एना आफ्नो कोठाको झ्याल नजिक बसिरहेकी थिइन्। आँखामा आँसु थिए, तर ओठबाट कुनै शब्द निस्किरहेका थिएनन्। मैले यति मनदेखि प्रार्थना गरे, यति श्रद्धाले मागे, तर मेरो जीवन किन उस्तै छ? आज भने उनी चुप बस्न सकिनन्। उनले आँखा बन्द गरिन् र भगवानसँग सोधिन्, हे प्रभु, जब म पुरा श्रद्धाले, पुरा विश्वासले प्रार्थना गरिरहेकी छु, तर पनि किन केही परिवर्तन भइरहेको छैन? उत्तर तुरुन्त आएन। समय बित्दै गयो। दिनहरू रातमा, रातहरू दिनमा बदलिँदै गए। एनाको जीवनमा कठिनाइ झन् बढ्दै गयो। कहिले आशा टुट्थ्यो, कहिले विश्वास डगमगाउँथ्यो, तर उनी अझै पनि प्रार्थना गर्न छोडिनन्। एक रात जब उनी थकित भएर निदाइन्, सपनामा उनले उज्यालो महसुस गरिन्। त्यहाँ एक शान्त स्वर गुन्जियो, तिमीले मलाई सोधेको प्रश्न आज म जवाफ दिन्छु। एनाले वरिपरि हेर्दा कुनै आकृति देखिन्थ्यो। डर होइन, असीम शान्ति थियो। स्वरले भन्यो, तिमीले सोच्यो कि मैले तिमीलाई सुनेको छैन, तर तिमीले नबुझेको कुरा के हो भने मैले तिमीलाई इन्कार गरिरहेको थिएन, मैले त तिमीलाई तयार पारिरहेको थिएँ। स्वरले फेरि भन्यो, यदि बिउलाई समयभन्दा अगाडि फल दिन लगायो भने त्यो बोट कमजोर हुन्छ, त्यसैले मैले तिमीलाई बलियो बनाउँदै थिएँ। तिम्रो धैर्य, तिम्रो विश्वास र तिम्रो आत्मालाई। तिमीले जुन जुन कुरा माग्यो त्यो तिमीलाई मिल्नेछ, तर सही समयमा र सही रूपमै। एनाको आँखा भरिए। उनले बुझे ढिलाइ अस्वीकृति होइन, तयारी हो। जब उनी बिउजिन्, जीवनका समस्याहरू अचानक हराएनन्, तर उनको मन बदलिएको थियो। अब उनी निराश थिएनन्, उनी शान्त थिइन्, किनकि उनलाई थाहा भइसकेको थियो भगवान मौन हुँदा पनि काम गरिरहनुहुन्छ। समय बित्यो। एक दिन उनले मागेको भन्दा पनि राम्रो कुरा उनको जीवनमा आयो। तब मात्र उनले महसुस गरिन्, यदि त्यो कुरा पहिले आएको भए उनी त्यसलाई सम्हाल्न सक्ने थिइनन्। त्यसैले भगवानको ढिलाइ भनेको इन्कार होइन। कहिलेकाहीँ हामीले मागेको कुरा भन्दा पहिला हामी आफै तयार हुनु जरुरी हुन्छ। विश्वास राख्नुहोस्, धैर्य गर्नुहोस्, किनकि भगवानले हामीले नदेखेको ठाउँमा पनि हाम्रो लागि काम गरिरहनु भएको हुन्छ।